1 बजिसक्यो र सामान किनेर भेट्छ है त सुप बनाएर खानुपर्छ जाडो छ हिजो हेलो गुड मर्निङ दिनको 1 बजिसक्यो तपाईँहरूलाई म गुड मर्निङ भन्दैछु किनभने मेरो यहाँको लाइफस्टाइल यस्तै छ कम्प्लिट 4 मन्थ अलरेडी कम्प्लिट भइसकेको छ मजा बनाएको मेरो दिनचर्या यही नै हो दिउँसो उठ्ने 12 बजे उठ्ने कहिले 1 बजे उठ्ने 10 बजीभन्दा अगाडि चाहिँ म कहिले पनि उठ्दिनँ 10 बजीभन्दा पछाडि नै उठ्छु 11 बजे 12 बजे 1 बजे उठेर चिया नास्ता खाने त्यसपछि अनि फेरि मोबाइल चलाउने त्यसपछि फेरि बेलुकै अलरेडी रेडी भइसकेको हुन्छ राइस त्यो तताउने फेरि खाने अनि त्यसपछि फेरि सुत्दिने अनि फेरि 4 बजे 5 बजे फेरि उठ्दिने बेलुका अनि फेरि खानसाना बनाउने फेरि त्यसलाई खाने फेरि सुत्दिने कम्प्लिट 4 मन्थ यही नै चलिरहेको छ अहिले चाहिँ म 1 बजे उठेँ 1:15 समथिङ भयो अब चाहिँ म ठ्याक्कै भेजिटेबलहरू किन्नलाई म पसल जाँदैछु है त साइकलमा जान्छु मेरो गाडी चाहिँ यहाँ छ मेरो घरको ज्यालो हो यो म चाहिँ फाइनली हाल पसल आइसक्यो मेरो फाइनली सामान किनेर म निस्किसकेँ गरेर आउँदैछु एउटा हातले साइकल चलाएको छु एउटा हातले भिडियो बना के ल्याएँ भन्ने कुराहरू म तपाईँलाई देखाउँछु उनी लिएर आएँ मैले कतिको हो बनाएर रेसिपी हेर्नुपर्छ लिएर आएँ टमाटर लिएर आएँ पनि रेसिपी हेर्नुपर्छ कति पुग्यो यो अदुवाको 400 रुपियाँ यो अन्डा कति हो एउटा म्यागी लिएर आएँ दुईवटा लेमन ल्याएँ 100 रुपियाँ दुईवटा लेमनको 100 रुपियाँ त्यसपछि लिएर आएँ मटन 1200 रुपियाँको मटन विथ बोनवाला हो यो होइन सुप खानुहुन्छ भनेर जस्तै विदेशमा चाहिँ त्यस्तो हुन्थेन यो बोन भनेको ठ्याक्कै त्यो मासुहरू निकालेर राखेको बोन मात्र हो सिन्डाक राखेर सुप बनाएर खानुपर्छ जाडो छ जाडोमा पानी परेको छ 1 किलो मटन मलाई 1 विकलाई मजाले पुग्ने रहेछ 2 पिस मटन खाने 1 डाडी झोल खाने जापानको लाइफ स्टाइल एकदम ठिक छ होइन जापान चाहिँ मलाई एकदम टु मच नै भइसक्यो एकदम यहाँ आइसक्यो 1 केजी हो यो मटन मिक्स बोन कति पिसले चाहिँ चेक गर्छु म 2 4 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 पिस रहेछ आधी चाहिँ बोइल पकाउनेमा आधी चाहिँ फेरि एकचोटि पकाउनु पर्यो डिप फ्रिजमा हालेर राखेँ मैले मटन छ यहाँ अलिकता मटन तताएर खाने यहाँ तताउने भाँडा बिहान ब्रेकफास्ट बनाएर खाएको खाँदा धुवाएन यति अल्छी काम छैन काम नभएपछि सुत्यो केही गर्नु मन लाग्दैन के गर्नु जापानको लागि भेरी नाइस
पहिला जस्तो छैन। अब पहिला त मान्छेले 3 लाख कमायो, 4 लाख कमायो, ए फलाना छोराले त जग्गा किनिसक्यो, फलाना छोराले त आगो त घर बनाउनु। त्यो दिन गइसक्यो, हामी चाहिँ ढिला भइसक्यो अहिले होइन, आउन पनि ढिला, अब एजले पनि फाइनली ढिला नै भइसक्यो। म चाहिँ होइन गाउँमा आएर भर्खरको बच्चाहरूले जस्तो खटेर चाहिँ यता नि दौडिने उता नि दौडिने, सुत्दै नसुरिकन पैसा कमाउन चाहिँ मैले नसक्ने भइसकेँ होइन। म त सक्दिनँ त्यसरी दौड गरेर। त्यस्तो देखेर मैले देखेर काम पाउने सम्भावना पनि एकदम न्यून छ यहाँ, एकदम अहिले। मैले जहाँसम्म लाग्छ, मैले बुझेसम्म, तर बुझेको त छैन। अब मेरो दिमागले भ्याएसम्म चाहिँ त्यति चाहिँ मैले भने सोच्नलाई, अब त्यसमा पनि म गलत भए त मलाई थाहा भएन। रियालिटी चाहिँ त्यही लाग्छ मलाई चाहिँ। अपन आऊ पढ्नलाई भनेर चाहिँ आऊ पैसा कमाउँछ भनेर चाहिँ म भन्दिनँ। कमाउँछ, यहीँ कमाउने यहीँ रमाउने हो बस। एउटा किलो टमाटरलाई 200-300 रुपियाँ तिर्नुपर्छ, एउटा प्याजलाई त्यसले हाल्नुभयो। मम्मी 5 किलो चामललाई 3500 तिर्नुपर्छ। कमाउने होइन रहेछ, कमाएछन् केटाहरूले महिना 3 लाख 4 लाख, बचिया चाहिँ कमायो भनेर गाउँतिर हल्ला फैलाए पो हुन्थ्यो र। यहाँ कमाएर चाहिँ यति कमाउँछ भनेर भन्ने रहेछ घरमा दाजुभाइ बाबामा, फलाना छोराले चाहिँ यति कमाउँछ अरे। त्यसको शिकार भएको म पनि हो। सो म चाहिँ के भन्छु भने प्लिज जे हो यथार्थ त्यो भनिदिनु। किनभने मेरो कारणले अर्को मान्छे पनि आउनुहुन्छ क्या। जापान भनेको चाहिँ त्यस्तो हो क्या। मैले घरमा गएर चाहिँ राम्रो छ भनिदियो भने अर्को मान्छे चाहिँ रिङ गरेर पनि आउनुहुन्छ क्या। अब मैले जे हो त्यही भनिदियो भने राम्रो रहन्छ है भने कमाइ नहुने होइन, कमाइन्छ, खट्न सक्नुपर्छ, मजाले कमाइन्छ, काम पाउनुपर्छ होइन, एकदम ठिक छ। तर के त कमाएर हिँड्नेलाई नै हो क्या। तपाईँले घरमा बचाउने भनेको एकदम मरेर हो। तपाईँले इनफ तरिकाले खाएर चाहिँ तपाईँले सक्नुहुन्न बचाउनलाई। मलाई थाहा भएको कुरो चाहिँ फलाना छोराले फलाना छोरीले यदि कमाउँछ अरे, तिमीहरू के हो? माथि गाउँहरू हल्ला हुन्छ नि त, त्यसको शिकार बनेको मान्छे म पनि हो। म पनि त्यस्तै नै त्यही सोचेर हो कमाउँछ रहेछ, कमाउँछ भन्ने सोचले पनि म पनि जापान आएको हो। मेरो त अब फेसिलिटी पनि थियो, तर सोचे चाहिँ रहेनछ जिन्दगी भन्ने चाहिँ यथार्थ बुझेँ है त। म चाहिँ अब लाइफ स्टाइललाई हेर्नुहोस्, अब राइस मेरो हिजो बेलुका भन्दा पनि राति 2-3 बजी पाकेको राइस हो। अब अहिले ठ्याक्कै 2 बज्यो भनेपछि 24 घन्टामा खाँदैछु। कटिङतिर लाग्छु गाई मोडर्न हो। कटिङ भइसक्यो, मैले कुकरमा राखिसकेँ। रेसिपी हुन्छ है हजुर, कसरी बनाउनुहुन्छ। म चाहिँ मटन अर्कै किसिमले बनाउँछु। मटन ओइल राख्छु, ओइल राखेपछि अनि मटन राख्छु, मटन राखेपछि अनियन काटेर हाल्छु, त्यसपछि मरमसलाहरू अदुवा लसुन जिरा मसला सब हाल्छु, अनि मजाले चलाउँछु, अनि छोपेर बसालिदिन्छु, अनि मजाले पाक्छ। त्यसको पानी सबै सोस्छ। मेरो चाहिँ रेसिपी चाहिँ यस्तो हुन्छ हेर्नुहोस् होइन। म चाहिँ सबै थोक हालेर अलि मोलेर त्यसपछि बसाइदिन्छु। अब यसलाई टक्क बिर्को लगाएर मजाले यसलाई क्लोज गरिदिने, बन्द गरिदिने यसरी माथिबाट। मजाले एकदम पानी निस्किन्छ, त्यो पानी एकदम सुक्खा हुँदै आउँछ, त्यो मटन पाक्दै जान्छ।
सुकाउँदै आउँछ, पानी सुक्छ, अनि त्यसपछि फेरि टमाटर काटेर सर राखिदिने, त्यसपछि एकछिन छोपिदिने, अनि रस हालेर कति आफूलाई रस चाहिन्छ टक्क राखेर अनि सिटी लगाइदिने। म चाहिँ त्यसरी गर्छु। त्यसपछि अब फेरि म त नेपालमा नि यही हो, 4 मन्थमा 2 टाइम भयो मटन खाएको। नत्र भने त चिकन, पोर्क, फिस त्यस्तो खाँदै आएँ। हजुरलाई मन पर्छ कि पर्दैन? मेरो रेसिपीमा चाहिँ फेरि मिट मसला अनि त्यो काश्मिरी मिर्च भन्ने रातो पाउडर हुन्छ त्यो, अनि अजिनामोटो, यो चाहिँ मलाई एकदम मजाले जहिले पनि मलाई चाहिन्छ कि यो चाहिँ मटनहरू बनाउँदाखेरि मलाई एकदम मनपर्छ। तपाईँलाई मनपर्छ पर्दैन त्यो थाहा भएन। फाइनल्ली मेरो मटन चाहिँ यस्तो भयो। अब यसमा टक्क टमाटर राखिदिन्छु अनि एकछिन छोपिदिन्छु। हल्का फ्याट चाहिँ हुने रहेछ। टमाटर ल हेलो 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 हाम्रो घडीमा चाहिँ ठ्याक्कै 5 बजिसक्यो। अहिले चाहिँ 5 बजी भनेको चाहिँ हाम्रो जापानमा चाहिँ झमकै हो क्या, लाइट बालेर हिँड्नुपर्ने हुन्छ, बाहिर कन्डिसन रात परिसकेको छ। र अहिले चाहिँ म करी बनाउँदैछु, के अरे एग करी बनाउँदैछु म चाहिँ। दिउँसो मेरो लागि चाहिँ मैले मटन करी बनाएर राखिसकेको छु अलरेडी। यो चाहिँ एग करी हो। त्यही नै हो जापानमा चाहिँ। अब म चाहिँ 4-5 महिनाको काम नपाएको कन्डिसनमा चाहिँ डेली लाइफ चाहिँ यस्तै नै हो। बिहान 12-1 बजी उठ्ने, मुखसुख धुने, ब्रेकफास्ट खाने, 1-2 बजी राइस खाने, त्यसपछि अनि फेरि एकछिन यताउति गऱ्यो, फेरि अनि इभिनिङको लागि फेरि अब खाना रेडी गर्न परिहाल्छ। त्यही नै यस्तै नै हो। फेरि अब बिजी भएको बेलामा फेरि अर्को भिडियो लिएर आउँछु। अब हामी चाहिँ अब त्यही हो, करी रेडी हुँदैछ। यता अब राइस मैले रेडी गरिसकेको छु, अब अन गर्नु मात्र बाँकी छ। फेरि त्यस्तो नयाँ केही भिडियो भयो भने फेरि अर्को भिडियोमा तपाईँहरूसँग भेट्छु है त। भिडियोमा के राम्रो लाग्यो के राम्रो लागेन कमेन्ट गर्नु होला, सेयर गर्नु होला है त। मेरो भ्युजै गएन कि, तपाईँहरू सबै आफ्नो आफ्नो साथीहरूलाई पनि के अरे सब्सक्राइब गर्दै भनेर भन्नु पऱ्यो नि त। के भइरह्यो क्या मेरोमा जति पनि सब्सक्राइब हुनुहुन्छ सबै मेरो फ्यामिलीबाटै हुनुहुन्छ, एकदम नजिकबाट, बाहिरको मान्छे त्यस्तो हुनुहुन्न। त्यही पनि अब सबैलाई चाहिँ हुन्छ, आफ्नो साथीहरूलाई पनि मोबाइल भेट्ने बित्तिकै खै भनेर फेरि सब्सक्राइब गरेर लगाइहाल्नु पऱ्यो नि त। के हो के भइरह्यो क्या